हे गाइज वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ हो तुलसीको विवाह। सो हामी चाहिँ चाङ्गुनारायण जाँदैछौँ। बिहान चाहिँ यति धेरै पानी परिरहेको थियो, हामी टेन्सनमा थियौँ क्या। अनि पूजा पनि गऱ्यौँ। पूजा गरेदेखिको भ्लग बनाउँछु राम्ररी सोचेको, अनि पानी परेको थियो। अहिले चाहिँ फेरि पानी हरायो क्या। अनि हामी चाहिँ जान लागेको छौँ चाङ्गुनारायण। अनि मैले पूजा गरेको देखाउँछु ल। यो चाहिँ हो मैले पूजा गरेको। अनि यतिको भइरह अहिले चाहिँ वेदर। भर्खरदेखिको 12 बजेदेखिको भर्खरदेखिको पानी रह्यो। अनि हामी चाहिँ अब जान लागेको हो चाङ्गुनारायणका। हामीले चाहिँ हाम्रो साथीलाई भेट्यौँ। नाम भनिदेऊ के हो? अनुषा खड्का। यस्तो राम्रो देखिरहेको मेरो साथी। यो मेरो साथी हो, अस्तिसम्म ठुलो भइरहेको थिएँ। अनि फेरि आज चाहिँ घुम्न आएँ। अनि यता छ मेरो दिदी, यता मेरो दिदी नै। अनि 1 बज्यो हिँड्दैछ नि यहीँदेखि यहाँ हेर्नु न। अनि यहाँ चाहिँ मेरो कपाल यस्तो झाँक्रीको जस्तो भइरहेको छ। अनि पुग्नु पर्ने चाहिँ हामी उता डाँडामा हो। गाइस हामी चाहिँ इन्द्रायणी आइपुग्यौँ। इन्द्रायणीमा हिँड्दैछौँ। कपाल हेर्नु न, कपाल कस्तो घरमा चाहिँ कस्तो राम्रो हुन्छ कि हिँड्ने चाहिँ के भएको हेर्नु त मेरो कपालको हालत। अनि उता जाँदैछौँ है, हामी जाँदैछौँ। यहाँ चाहिँ आइपुग्यौँ। गाइस इन्द्रायणी चाहिँ त्यता छ। अनि हामी चाहिँ आइपुग्यौँ जङ्गलमा। जङ्गल अहिले आइपुगेको छैन। हेर्नु कस्तो मजाले खुल्लेको। घाम लाग्ला जस्तो छ। ए कसरी देखाउँ म तपाईँहरूलाई यसरी देखाउँछु। क्यामेरा क्वालिटी अलिकति कम छ, त्यही भएर यस्तै आउँछ। हामी भर्खर जाँदैछौँ गाइजहरू। यता पछाडि मान्छेहरू आउँदैछन्। अनि हामी हो तिमीहरू पनि रमाइलो गर न, के मेरो पछि मात्रै हुन्छ। अरू मान्छेहरू गइरहेछौँ, हामी चाहिँ भर्खर जाँदैछौँ होइन। अनि भर्खर त चिना खाएन भनेको हेर्नुहोस्। अनि चाङ्गुनारायण छ उता माथि डाँडामा। हामी चाहिँ यति हिँडेर जानुपर्छ। 1 बजिसक्यो। हामी आधी बाटोसम्म आइपुगिसक्यौँ। यता हुनुहुन्छ यहाँ मिस अनुषा खड्का। अनि यहाँ हेर्नु न यति ठुलो खोला। अनि पानी पनि परेको छैन, घाम पनि लागेको छैन। हामीलाई हिँड्नलाई एकदमै रमाइलो हुन्छ। मेरो दिदीलाई कल्लै हेर्दैछ, आँखा लाउँदैछ बाइकको मान्छेले। सेफ्टी इज इम्पोर्टेन्ट। म्यामले लिएर आउनु भएको छ छाता। हामीभन्दा धेरै कान्छे, अति धेरै कान्छे, 12 वर्ष कान्छे यहाँ हुनुहुन्छ। अनि फेरि हामी यति टपमा आइपुग्यौँ। अनि घरबाट केही खाएर आउँछु भनेको चाहिँ मैले चाहिँ भुसुक्कै पिसी, त्यही भएर एउटा केही खाएन। अनि पेट चाहिँ उमार्छ रहेछ। अनि हिँड्न सकिरहेको छैन, धेरै हिँडेको छैन। फेरि यहाँ पछाडिबाट यहाँ आइपुगेको हो। यति हिँड्दैमा हामीलाई नखाएर क्या खान्छु भनेको, फेरि के अरे पिस्यो भुसुक्कै। अब चिजबाट खानुपर्छ नुनी र। अनि त्यसले किनिन्छ। गाइस हामी चाहिँ यति माथि आइपुग्यौँ होइन। अनि हिँड्दादेखि यस्तो गर्मी हुन्छ भने थाहा थिएन क्या। अनि मैले के गरेँ भन्दिनँ त्यो सबै भन्नु हुँदैन। अनि रन्जितालाई चाहिँ यस्तो गर्मी भएको रहेछ, त्यसको ज्यानबाट बाफ उडेको सब भनिदिनु क्या। त्यसको ज्यानबाट बाफ उडेर यहाँ यस्तो भएर त्यही पनि ज्याकेट नखोल्ने, मैले त खोलेँ। अनि के मिस्टेक गरेँ, घर बस्ने नै टी सर्ट लगाएर आएँ। अब टी सर्ट मात्र लगाउन मिलेन। मेरो प्यान्ट कस्तो भएको म तपाईँलाई म देखाइदिन्छु एकछिन है। प्यान्टको हालत यस्तो, यसको हालत यस्तो। जुत्ता प्यान्ट यता बाटो यस्तो हो। हामी आइपुग्यौँ गाइज। तर यहाँ चाहिँ पहिला कति धेरै मेला लाग्थ्यो, अहिले चाहिँ थोरै मेला लागिरह। गाइज हामी मेलामा आइपुग्यौँ। बोल्यो भने केही सुनिँदैन, त्यही भएर नबोली यसरी देखाइदिन्छु मात्र। यतिको मेला लाग्छ। मन्दिर आइपुग्यौँ गाइस, फाइनली मन्दिर। गेट चाहिँ यति राम्रो बनेछ है, गेट यति राम्रो बनेछ। तेरो फोटो कसले
पर्छ हामी आइपुग्यौँ फाइनली यति धेरै मान्छे भगवान जस्तै लागेको थियो हो कि होइन त्यो थाहा छैन है मलाई कमेन्ट गरिदिनुहोस् है यो भाइहरूलाई चाहिँ यो मन्दिर ढोकेको 10 रुपियाँ चाहियो भन्दै थियो कति राम्रो होइन भ्लग हो भाइ भ्लग गाइस यो भाइहरूले भ्लगको नाम के भन्दैछन् म के भाइरल भएको छैन कसरी भनिदिउँ म भ्लगको नाम मलाई आन्टी भने हामीले चाहिँ भर्खर फोटो खिच्यौँ अनि रन्जितालाई चाहिँ मैले फोटो खिचेको मन परेन अनि त्यहाँनिर चाहिँ भजन चल्दैछ म चाहिँ यहाँ छु गाइस म चाहिँ फोटो खिच्न इन्ट्रेस्ट लाग्दैन सो त्यस्तो धेरै खिचेको मैले एक दुईवटा खिचेँ त्यो पनि राम्रो आएको छैन मैले राम्रो खिच्दै खाँदा बेलुकाले हाल्यो भने गाइस अब चाहिँ हामी जान लागेको मन्दिरबाट बाहिर हामी चाहिँ यति राम्रो भ्यू भएको ठाउँमा आइपुग्यौँ यहाँबाट भ्यू हेर्नु न हाम्रो चाहिँ त्यतातिर घर छ हामी चाहिँ अब यहाँ खाजा खान लागेको हामीले चाहिँ खाजा खाइभ्यायौँ अब हामी जाँदैछौँ जे पनि भ्लग बनाउने क्या हामी चाहिँ अब घर जान लाग्यौँ हामी चाहिँ मन्दिरबाट घर आइपुगिसक्यौँ अनि यो भिडियो यतैतिर इन गर्न चाहन्छु जसले पनि लास्टसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच गाइज सी यू इन द नेक्स्ट भिडियो बाई बाई अफ भएन नि अफ भएन